एउटा नार्सिसिस्टसँग एउटा टक्सिक पार्टनरसँग हुँदाहुँदै बाउन्ड्री कसरी सेट गर्ने? सबले भन्छ नि कि बाउन्ड्री सेट गर, बाउन्ड्री सेट गर, तर थाहै हुँदैन कि बाउन्ड्री कसरी सेट गर्ने। धेरै यस्ता महिला हुन्छन् जो भन्छ कि यति धेरै उमेर भइसकेको छ, अब कसरी यसबाट निस्कु, अब बच्चाहरूले नै हिँड्छ, कहाँ जाने, के गर्ने, पैसाको आय स्रोत छैन, अथवा माइतीले कसैले पनि हिँड्नेवाला छैन, कहाँ जाउँ, के गरौँ? त त्यहाँ तपाईँले बाउन्ड्री सेट गर्नु छ। त त्यही सबले भन्छ कि बाउन्ड्री कसरी सेट गर्ने। आज यसैमा चाहिँ म कुरा गर्दैछु। म हुँ मनिषा खन, एउटा रिलेसनसिप कोच। म एउटा नार्सिसिस्ट र नार्सिसिजममाथि नै भिडियो बनाउँछु। अनि कसैले पर्सनल सेसन लिनु छ, जो यस टक्सिक रिलेसनसिपबाट निस्कन सक्नुभयो अथवा सर्भाइभ गर्न सक्नु गइरहेको छैन, अथवा यही रिलेसनसिपमा बसेर त्यही घरमा कसरी बस्ने, के गर्ने, त्यस्तो कुनै प्रब्लम छ भने तपाईँ मसँग पर्सनल सेसन लिन सक्नुहुन्छ। त्यसको लागि तपाईँ मेरो बायोमा गएर व्हाट्सएपमा मेसेज गर्नुहोस्। ओके, म अब कुरा गर्दैछु कि बाउन्ड्री कसरी सेट गर्ने। सबले भन्छ नि कि ग्रे रक मेथड युज गर, साइलेन्ट ट्रिटमेन्ट दे। ग्रे रक मेथड अथवा साइलेन्ट ट्रिटमेन्ट युज गरे पनि बाउन्ड्री त्यहाँ कसरी सेट गर्ने? ग्रे रक मेथडमा यही हुन्छ नि कि नो एक्सप्लेनेसन, नो मतलब एक्सपेक्टेसन, त्यसको पछाडि पर्नु छैन, के गर्छ, कहाँ जान्छ, कुनै मतलब छैन। तर पनि तपाईँ त्यसको पछाडि पर्नुहुन्न। तर नार्सिसिस्टलाई नि आफ्नो पावर देखाउनै छ। त्यो तपाईँलाई आफ्नो हिसाबले चलाउँछ नि, त्यो घरमा भए पनि। त त्यहाँ कसरी के गर्ने, कसरी बाउन्ड्री सेट गर्ने? सबभन्दा पहिला छ कि नो बोल्न सिक्नुपर्छ। त नो कसरी बोल्ने? अब जसरी कि तपाईँ नि कुनै काम गर्दै हुनुहुन्छ, त्यो कहीँबाट आयो अथवा घरमै छ, भनिरहेको छ कि चिया बना, तपाईँ पहिला के गर्नुहुन्थ्यो? आफ्नो काम छोडेर त्यसको लागि चिया बसाउन गइहाल्नुहुन्थ्यो। अथवा किचनमै रहनुहुन्थ्यो, कुनै काम गर्नु मिलेको छ, त्यसै बेला त्यो कराउँछ कुनै कुराको लागि, तपाईँ के गर्नुहुन्थ्यो? आफ्नो कामधाम छोडेर, भाँडासाँडा माग्दै हुनुहुन्छ, त्यो छोडेर त्यसको पछाडि जानुहुन्छ, त्यसको कुरा सुन्नु गर्नुहुन्थ्यो नि। तर यहाँ तपाईँलाई नो बोल्नु छ। अब कसरी बोल्ने? त त्यहाँ भन्नु छ तपाईँले कि मैले काम गर्दैछु, काम सकेपछि चिया पकाएर तपाईँलाई दिन्छु, अथवा म किचनमा बिजी छु, यो काम सकेपछि तपाईँको कुरा सुन्छु। पहिला त त्यस्तो हुन्थेन, तर अहिले हुन्छ। अब तपाईँ भन्नुहुन्छ कि अचानक यस्तो गर्यो भने त्यसलाई त अपच हुन्छ, किनकि पहिला पहिला त म दौडी दौडी त्यसको पछाडि पछाडि जान्थेँ। यसरी नाइ भन्यो भने गाली गलौज गर्छ, अनि म के गरौँ? गर्छु। हिँड्नु एउटा स्टोरी सुनाउँछु, रियालिटी हो, जसले तपाईँलाई थाहा हुन्छ कि कसरी गर्ने। एउटा लेडी थिए, त्यो आफ्नो बच्चालाई नि कलेज छोड्न गयो। जाडोको महिना थियो, स्कुटीले गई, धेरै चिसो हुन्छ नि काठमाडौँमा, छोड्न गए। छोडेर आई, धेरै चिसो थियो। त्यो चिसोको कारण नि त्यो गएर ब्ल्याङ्केटमा बसिहाले, सुती। त्यसको हस्बेन्ड 10 बजिरहेको थियो। हस्बेन्ड नार्सिसिस्ट त त्यस्तै हुन्छ, तिनीहरूलाई त आफ्नो अलावा कोही देखानै पर्दैन। उठेर भन्दैछ कि मलाई चिया बना। त्यो हेर्दैछ कि भर्खर आएकी छ, तर त्यसलाई कुनै मतलब छैन, किनकि तिनीहरूमा नि इमोसन नामको चिजै हुँदैन। अब इमोसन भएको त्यो त आफै गएर चिया पकाउँथ्यो, त्यसलाई हेर्थ्यो। त्यो भन्दैछ कि होइन, मलाई चिसो लागिरहेछ, मैले चिया पकाउँदैन, तपाईँ आफै पकाउनु। जबकि त्यो कहिले पनि भन्थिन, तर त्यसले भने। त त्यो भन्दा चाहिँ होइन, मेरो आँखा खुलिरहेछ, किनकि त्यसलाई त आफ्नो अलावा केही देखा पर्दैन नि। त्यसलाई लाग्छ कि मै सर्वे सर्वा हुँ, मेरो नि नखरा उठाउनुपर्छ, मेरो प्याम्परिङ गर्नुपर्छ, किनकि म पैसा कमाएर ल्याउँछु। मलाई भगवानले पठाउनु नै भएको छ यो धरतीमा प्याम्परिङ गराउनको लागि, मेरो नखरा उठाउनको लागि। त्यसैले म यो धरतीमा पैदा भएछु। तिनीहरू त त्यस्तै सोचका मान्छे हुन्छन्। फेरि त्यसले भन्यो कि नाइ, मलाई चिसो लागिरहेछ, म पकाउँदिनँ चिया। फेरि त्यसले भन्यो रिसाएर कि जब
पकाउनु छैन भने किन बस्छेस् घरमा, के गर्नको लागि? त्यसले केही जवाफ दिएन, किनकि तपाईँलाई बहस गर्नु छैन, त्यसले केही भने पनि त्यसले केही जवाफ दिएन। ब्ल्याङ्केट माथि नै मतलब ब्ल्याङ्केटभित्र नै सुतिरह्यो। त्यसपछि फेरि त्यसले नि गाली गर्यो, एकदमै फोहोर गाली। तिनीहरूको त बानी नै हुन्छ, आमा र बहिनीको नाम लिएर गाली गर्छन्, एकदमै फोहोर फोहोर। जुन बेला रिस उठ्छ जे मुखमा आउँछ त्यो भनिदिन्छ, धेरै फोहोर गाली गर्यो। त्यसले केही जवाफ दिएन। त्यसपछि नि त्यो आफै गयो, आफै चिया पकायो, खायो। त्यसपछि नि अब त्यो मतलब लेडी थिए, अब अलि हल्का भई। त्यसपछि त्यसले सोची कि खाना त्यसको लागि पनि पस्किदिउँ, आफ्नो लागि पनि निकाल्यो, खाना खान्छु। त्यो नि रिसको मारे हेलमेट सेलमेट लगायो, अफिसको लागि लुगासुगा लगायो, हेलमेट लगायो, सिधै निस्केको पनि थिएन। त्यसले खाना पस्केकी थिए, हेरी रिसाएको छ। त्यसले के गरी फकाउन, पहिला फकाउन जान्थे कि किन खानुहुन्न, पछाडि पर्थ्यो। तर त्यो उसले गरिन। उसले के गरी खाना जुन पस्केकी थिए फेरि कुकरमा राखिदिए, कढाईमा तरकारी राखिदिए, अनि त्यसपछि छोपिदिए। त्यो नार्सिसिस्ट हेर्दै थियो त्यसको शिरमा, तर केही बोलेन, किनकि तिनीहरू आफै भित्रबाट डरपोक हुन्छन् कि एकदमै इन्सिक्योर हुन्छन्। त्यही त्यसले नि गाली मतलब त्यसले गाली गर्यो, त्यसै बेला त्यसले नि जवाफ दिएको भए के हुन्थ्यो? पुरा त्यो नार्सिसिस्टले, त्यो पार्टनरले पुरै आफ्नो कन्ट्रोलमा लिन्थ्यो। त्यसपछि त्यो बहस कहाँबाट कहाँ जान्थ्यो कुनै ठेगान छैन। साथसाथ तिनीहरू के गर्छन्, हात पनि उठाइदिन्छ, उठाउँछ कि उठाउँदैन। त्यसरी बहस भएपछि गाली गलौज उभर भइहाल्छ। त तपाईँ नि यो सोचेर त्यहाँ चुप्प लाग्नु, तपाईँमाथि पनि त्यस्तो हुन्छ। त तपाईँ नि अड्नु, यो होइन कि त्यसको पछाडि जानु अथवा फकाउनु, त्यो गर्नु छैन तपाईँले। तपाईँ अड्नु, त्यसपछि तपाईँले जवाफै दिनु छैन। त्यसले केही पनि भनोस्, रिस उठ्छ त्यस्तो फोहोर गाली गरेपछि, जे पाए त्यही भनेपछि। किनकि तिनीहरू तोड्नको लागि तपाईँलाई हरेक मुमकिन कोसिस गर्छ, तर तपाईँलाई टुट्नु छैन। तपाईँ यो सोचेर शान्त हुनु कि त्यसको नि मेन्टालिटी नै त्यस्तै छ, त्यो आफै यति तल खसेको छ नि, त्यसैले त्यसको सोच त्यस्तै छ। जसको सोच त्यस्तै हुन्छ नि तिनीहरू त्यस्तै बोल्छ, जो आफै त्यस्तै हुन्छ। तपाईँ त्यस्तो हुनुहुन्न नि, छोडिदिनु त्यसको हालमा छोडिदिनु। जति पनि तिनीहरू प्रोभोक गरोस्, जति पनि तिनीहरू जे पाए त्यही भन्नुहोस्, तपाईँलाई रुनु छैन, कराउनु छैन, त्यसको अगाडिमा रिएक्सन पनि हेराउनु छैन, एकदमै नर्मल। यो होइन कि रिस उठेको छ त रिसाएको अनुहार जस्तो अथवा आँखामा आँसु आएको जस्तो, त्यो सब केही देखाउनु छैन, एकदमै नर्मल। यसरी तपाईँले बाउन्ड्री सेट गर्नु छ। साथसाथ अब कहिलेकाहीँ हुन्छ नि कि त्यसको साथीहरू आयो, जबरजस्ती लिएर पनि आउँछन् तपाईँलाई नि त्यो गर्नको लागि, परेशान गर्नको लागि। साथीहरू लिएर आयो, भन्छ कि तपाईँ कतै जाँदै हुनुहुन्छ, भन्छ कि चाय नास्ता बनाइदियो। तपाईँ त्यस बेला भन्नु होइन मलाई काम छ। कहिलेकाहीँ त जानी पनि भन्नु छ तपाईँलाई कि म गर्दिनँ, अहिले मेरो जिउ सन्चो छैन। त्यसरी तपाईँलाई गर्नु छ। सुरुमा तिनीहरूलाई अपच हुन्छ, तिनीहरू धेरै तोड्छन्, तर बिस्तारै बिस्तारै यो बुझिहाल्छ कि यो मेरो कन्ट्रोलबाट बाहिर गइसकेको छ। तर तपाईँलाई नि आफ्नो क्यारियरमाथि फोकस रहनु छ। यो छैन कि तपाईँलाई आफ्नो एक एक पैसा पनि छ नि, एक एक रुपियाँ त्यो पनि तपाईँ जम्मा गर्नु, जे आउँछ त्यो काम गर्नु, तर तपाईँलाई गर्नु छ। यो होइन कि त्यसैमाथि डिपेन्ड रहनु अथवा बच्चामाथि डिपेन्ड गर्नु, बच्चा ठुलो भयो त्योसँग माग्छु, जरुरी छैन। जिन्दगी कहाँबाट कहाँ लाग्छ। त्यसैले तपाईँलाई आफूमाथि फोकस रहनु छ, आफ्नो करियरमाथि फोकस रहनु छ। यसरी बाउन्ड्री सेट गर्नु छ। तपाईँलाई यो भन्नु छैन ठिक छ म गरिदिन्छु, तपाईँले जहाँ जानु छ तपाईँ जानु, सोध्नु छैन कुनै कामको लागि कि म यो गर्दैछु। चुपचापले तपाईँलाई निस्केर जे काम गर्नुहुन्छ त्यो गर्नु, कि होइन उहाँले भनिदिनुहुन्छ त्यसपछि म जान्छु, होइन। त्यो मान्छेको एप्रुभलको कुनै जरुरी हुँदैन, न त तिनीहरू टाउकोमा खुट्टा राखेर बस्छ। त्यसरी तपाईँलाई बाउन्ड्री सेट गर्नु छ, डराउनु छैन। मानौ यो भिडियो राम्रो लागेको छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब जरुर गर्नु होला कि अरूसम्म पनि पुगोस् कि तिनीहरू